त्यहाँ सबैजना प्राय जस्तो अमेरिकन युथ काउन्सिलको एनजिओ आइएनजिओको छ सबैको छानबिन गरेर यस हजुर छानबिन गरेर यहाँ लिएर आउनु पर्यो सबैको इन्फर्मेसन अनि ल मानेम हजुरहरू भन्छ जो पनि मान्छे अमेरिकन युथ काउन्सिलमा इन्भल्भ भएको हुन्छ कुनै पनि आइएनजिओ एनजिओसँग इन्भल्भ भएको मान्छे चाहिँ हामीले राख्दै नराख्ने भनेर थियौँ तर 81 राति 3 बजे त्यो मान्छेहरू चाहिँ कताबाट बाटो टोली अस्ति गठन भइसक्यो त्यो बाटो टोलीमा मेरो नाम थिएन मलाई केही समस्या छैन किनभने आशिष श्रेष्ठ मेरो सबजना हामी मिलेर नि त्यो बाटो टोली बनाएको थियौँ होइन बाटो टोलीमा 1-2जनाको नाम हुँदैमा जो आफूले जेन्जीको लिडर भन्दै मिडियामा आउँदैमा उसको नाम नभएर मात्रै बाटो टोली आज खारेज गरेको कसरी बाटो टोली खारेज भयो भने त्यो बाटो टोली के लागि मजाको लागि आएको थियो त्यहाँनिर हाम्रो साथीहरू 2जना जानु भएको छ 2जना भित्रबाट विरोध गरेर आउँदैछन् हामी यहाँबाट विरोध गर्ने हो अब अघि सरले भन्नुभयो जति पनि भित्र गएको मान्छेहरू छ जो एक्सेस पाएको छ त्यसको डिटेल चाहिँ चाहिन्छ जो को कहाँबाट परिचालित छ हामीले राष्ट्रिय त्यहाँ जाँदै गर्दा राष्ट्रिय हित विपरीतका कुराहरू पनि सोध्नुपर्ने होला नि त होइन आज देश कहाँ जाँदैछ आज देश चाहिँ यो सरकारले के खोज्दैछ देशले गृह उद्यम धकेल्न खोज्दैछ फेरि यहाँ चाहिँ एउटा अन्त्यमा बोल्ने एकछिन है छ फेरि यो देशलाई कतातिर धकेल्दैछ के यहाँ चाहिँ विदेशीको परेड बनाउन खोज्दैछ यो विदेशीलाई चाहिँ परेड खेल्ने थलो बनाउँदैछ यो के हो के नेपालमा सधैँ अशान्ति असुरक्षा धकेल्न खोज्दैछ यो सरकारले गम्भीर भएर चाहिँ त ध्यान दिनुपर्ने हुन्छ किनभने जो आज जति पनि हामी चाहिँ राष्ट्रिय हितका लागि चाहिँ लडिरहेका जति पनि प्रतिनिधित्व गरेका जेएनजी साथीहरू हुनुहुन्छ जसलाई पनि यो गेटभन्दा बाहिर बाइपास गरिएको छ यति मात्र होइन र सुरक्षाकर्मीलाई हस्तक्षेप पनि गरिएको छ योबाट हाम्रो घोर आपत्ति छ बिहान हामी यहाँनिर 9 बजे बोलाइएको थियो हाम्रो प्रवेश दाहालको नेतृत्वमा सबैजना आएका थियौँ र के भयो भने अहिले 21 जना नाम आयो क्या एकाएक यहाँनिर त्यो 21 वटा नाम चाहिँ कहाँदेखि आयो त जब 13 जना भन्दा बढी थप्न पाइँदैन भनेपछि हिजो हामी मानिस हामीलाई जानु छैन भित्र हाम्रो नेतृत्व लिएर एकजनाले गयो भयो तर भित्र के हुन्छ हामीले थाहा पाउनु भयो नि त प्रधानमन्त्रीज्यूले रातारात उनीहरूको कुरा मानेर 21 वटा टोली चाहिँ बाटा टोली कहाँबाट थप्नु भयो उहाँले अस्ति भर्खरै पनि हामी आज जाँदा चाहिँ बाटोमा आउने क्रममा थियो हाम्रो भाइहरू जानुभयो प्रवेश दाहाल योग्यता भण्डारी हाम्रो अरू भाइ बहिनीहरू गएर भित्र बुझाउनु भयो त्यो वार्ता टोलीलाई हामीले आधिकारिक होस् भने त वार्ता टोलीमा जम्मा 14-15 जनाको मात्रै नाम छ हेर्नुहोस् ती वार्ता टोलीका नाम बाहेक यिनीहरू कहाँबाट आइपुगे हामी वार्ता टोलीको मान्छे हो भनेर हामीलाई त हो क्या विरोध आपत्तिजनक यहाँ कतिवटा वार्ता टोली छ कतिचोटि यो स्वीकृत गर्ने हो क्या यो रातारात खेल हो अनि यहाँनिर चाहिँ के वार्ता टोलीको सबै विभाजित भयो जस्तो देखेँ हामी विभाजित भएको छैनौँ हाम्रो के मात्रै भनाइ हो भने 13 वटा लिस्टमा 21 जना चाहिँ कहाँबाट भित्र छिरे त उनीहरूले भित्र सेटिङ मिलाएर भित्र छिर्ने हो प्रधानमन्त्रीज्यूकोबाट नाम आएको अरे यहाँनिर यो किशोरजी तपाईँहरूको भनाइ चाहिँ यहाँ काखाबाट पाखा भयो यहाँनिर घुसपेट भइरहेको छ यहाँनिर तपाईँहरू उहाँहरूको नागरिकता माग्नुहोस् कहाँबाट आउनु भएको भनेर उहाँहरूको व्यक्तिगत विवरण खोज्नुहोस् को हो उहाँहरूको हिस्ट्री जान्नुहोस् पहिला के हो अनि त्यसपछि हामीलाई आएर सोध्नुहोस् हाम्रो हिस्ट्री केही पनि छैन हाम्रो के मात्रै मागो भने जुन वार्ता टोली छ त्यसलाई आधिकारिक बनाउनुहोस् हामीले पीडित र घाइतेहरूको लागि हामीले आवाज उठाउन सकौँ र यो वार्ता टोलीलाई चाहिँ आधिकारिक मानेर हामी अगाडि बढौँ भन्ने मात्रै हो हामी यहाँ विवाद गर्न पनि आएको होइन झगडा गर्न पनि आएको होइन हाम्रा 2 जना भाइ प्रवेश दाहाल र एकजना हाम्रो घाइते भाइ हुनुहुन्छ 2 जना भित्र जानुभएको छ उहाँहरूले यसको विरुद्ध आवाज उठाउँदै हुनुहुन्छ र उहाँलाई हामीले प्रोटेक्ट गर्नलाई बाहिर बसेको हाम्रो समस्याले विभाजन भएको होइन यहाँनिर घुसपेट भइरहेको छ कस्तो भइरहेको छ भने उहाँहरू आफै हामी वार्ता टोली भनेर नाम सेटिङ दिँदै भित्र छिरिराख्नु भएको छ क्या यहाँ के हो यहाँ 50 वटा वार्ता टोली हो यहाँनिर यहाँ के गेम चलिरहेको छ हामी देश बनाउनलाई देशलाई सुशासनको अगाडि बढाउनको लागि हामी लागि परिरहेको यहाँनिर को जेएनजीको लिडर बन्ने को जेएनजीको वार्ता टोलीमा बस्ने भनेर होइन उहाँहरूको रिक्वेस्टमा हामी बसेको थियौँ वार्ता टोलीमा हामीलाई भित्र जानु छैन तर जसले जानुहुन्छ उहाँहरू आधिकारिक मान्छे जाओस् क्या त्योभन्दा बाहिरको सम्बन्धित मान्छे निकाय मिलाएको मान्छे चाहिँ किन भित्र छिरिरहेको छ त्यो चिज चाहिँ छानबिन गर्नु तपाईँहरूले सपोर्ट गर्नुपर्छ हामीलाई मिडिया जब 13 जनाको लिस्ट छ त्यो वार्ता टोलीको अस्ति भर्खर मिडियामा हामीले प्रकाशन गरिसकेको छ वार्ता टोलीको लिस्ट त्यो बाहेक त नामहरू जति गएको छ उहाँहरूलाई गएर सोध्नुहोस् कुन आधिकारिकले यो तपाईँहरू भित्र छिर्नु भयो र तपाईँहरूको के छ हिस्ट्री के छ त्यहाँ ब्याकग्राउन्ड बुझ्नु सुदन गुरुङजी प्रति तपाईँको विश्वास म चिन्दिनँ कसैलाई पनि म सुदन गुरुङ चिन्दिनँ सुदन गुरुङ जेएनजी होइन उहाँ एउटा समाजसेवी अभियन्ता हो उहाँको बारेमा पनि राम्रो के भन्न चाहन्छु भने आज मिडियामा उहाँ समाजसेवी हो उहाँ जुन आन्दोलनमा पनि पानी बाँडिराख्नु भएको मान्छे हो बब्लु गुप्ताज्यूले पनि आफ्नो फेसबुकको स्ट्याटस हालिसक्नु उहाँले के भन्नुभएको छ भने हाम्रो जुन वार्ता टोलीको टिम छ त्यहाँबाट हामीले आधिकारिक मानेर उहाँलाई स्वीकृति दिएनौँ उहाँ मन्त्री बन्दिनँ भन्नुभएको छ उहाँले त्यो स्ट्याटस गरेर हेर्नु होला उहाँले हामीसँग संवाद गर्दा भन्नुभयो मलाई थाहा छैन भन्नुभयो के थाहा छैन भन्नुभयो म मन्त्री बन्दैछु भन्ने मलाई थाहा छैन भन्नु त्यो कुरा मलाई थाहा भएन तर हामीले चाहिँ स्ट्याटस मार्फत देखेको हाम्रो वार्ता टोली भित्रबाट सहमति भएन नि म बन्दिनँ भन्नुभएको छ उहाँले र अर्को कुरा म के भन्न चाहन्छु भने त्यो भित्र जतिजना 21 जना छिर्नु छ उहाँहरू निस्किसकेपछि क्याप्चर गर्नु होला कुन आधारिकताले उहाँहरू भित्र छिर्नु भयो उहाँहरू वार्ता टोलीको नाम लिस्टमा उहाँहरू कहाँ हुनुहुन्छ भनेर खोज्नु होला यी 4 जनाको नाम सिफारिसमा चाहिँ तपाईँलाई सहमति छ मलाई कसैमा पनि सहमति छैन हामी विरोधमा 4 जना मध्ये कोही पनि छैन हामी विरोधी छौँ किन यो सबै हाम्रो अमेरिकाले लाने हो यो देश हाम्रो नेपाल अमेरिकाले बेच्ने हो यो देश विभिन्न एनजिओ आइएनजिओका मान्छेहरूले गरेर के भन्छ विदेशी दलालहरूले हाम्रो देश लगेर बेच्ने हो यो त्यहाँभित्रमा जति छिरेका छन् आदि उहाँहरूको हिस्ट्री सबै
विदेशी दलाल छिरेको छ यहाँनिर यति भएपछि बुझ्नुहोस् भनेको ती 4 जनाको नाम पनि सबै तपाईँले देख्दाखेरि विदेशी नै हो भन्ने लाग्छ म सबैलाई भन्दिनँ त्यहाँनिर 2-3 जनाको नाम छ तपाईँहरू पनि चिन्नुहुन्छ होला नथा पाए जस्तो नगर्नुहोस् उहाँहरूको हिस्ट्री ब्याकग्राउन्ड गरेर खोताल्नुहोस् अनि त्यसपछि हामी बोल्छौँ त्यो त मैले आरोपै होइन नि तपाईँहरू खुलस्सै देखिराख्नु भएको छ नि यो कुरा त मैले आरोप लाउने कुरै होइन प्रत्यक्ष जनताले नेपालीहरूको जति जनता हुन्छ सबैजनाले देखिराख्नु भएको छ के भइरहेको छ भनेर वार्ता टोलीमा त्यही भएर म अरू केही पनि बोल्न छैन त्यो 21 जना निस्किसकेपछि कहाँ छ तपाईँहरूको वार्ता टोलीमा नाम तपाईँहरू जेन्जी हो कि होइन भनेर प्रश्न सोध्नु होला उहाँहरूलाई गएर म यति नै भन्न चाहन्छु